अब चाहिँ आयो बल्ल ओइ मास बल्ल ठुलो आयो यताको हातमा च्याउ भइगयो। अब भिडियो बनाउने चक्करमा फरुहरूले होइन बात तो सही है। अब के हुन्छ यहाँ त यत्रो पानी यहाँ यताबाट गयो म हेर्छु ठाउँ ठाउँमा हेर्नु सट्ट जान्छु यहाँ यसो भएन म एकछिन भिडियो बन्द गर्छु अब अलिक गाली खाइन्छ। हेलो गाइज आज चाहिँ म पानी चार्न आएको खेतमा पानी अलि उताबाट भुल खोले होइन अझै पालो आएन हाम्रो पछि आउँछ आएपछि बल्ल चार्ने यतिभरि गइसकेको छ थोरै जाँदैछ होइन। अब मकैमा चार्ने हरियाली पुरै मकै छ यता त गाउँघरमा पुरै मकै छ अहिले मकैको सिजन। हाम्रो गाउँतिर त बोर्डिङबाट चार्ज पुगेर पैसा तिरेर अहिले पछि म तपाईँहरूलाई देखाइदिन्छु हाम्रो खेतबारी छु त्यहाँ म अहिले देखाइदिन्छु। हेर्नु कस्तो मकै कति ठुल्ठुला हो कुलोहरू सफा गरेँ यत्रो झारहरू थुपारेर राखेको छु कुलोहरू सफा गरेको यहाँ पनि छ यस्तो थुप्रो धेरै न मुनिको यसो घाँस छोडिदिएँ अनि पानी चाँडै जाओस् भनेर मैले चाहिँ यता तुमेर यता साइडतिर चार्न लाग्यो यति हो मकै पनि ठुल्ठुलो भइसकेपछि खाने हुनु लाग्यो। तर मम्मी बुवाले एकचोटि पानी चार्ने भन्नुहुन्छ अब के भन्ने र होइन मम्मी बुवासँग ठिकै छ ल अब पानी चार्ने सिक्दै चारम झन् राम्रो हुन्छ। अनि मकै त खाने हुनु लाग्यो यत्रो घोगाहरू ल्याइसकेको छ होइन तर अझै कमाउँदै छ यिनीहरू अझै चिप्या छैन। भुल चाहिँ यही हो यो खोल्ने त्यो खोलेपछि अनि पानी निक्लिन्छ अझै हाम्रो उता चारेर राख्नु भएको यहाँ चाहिँ दुईतिर खोल्न पाइन्न क्या थोरै पानी आउँछ त्यही भएर गाली गर्छन् क्या अझै पालो आएन पालो पुरेर बस्ने हो यहाँ त थोरै आइरहेको छ। अहिले उताबाट खोला बाबु फोन गरेर भनेपछि बल्ल खोल्ने अनि खोल्न पाइन्न यसरी चार्छौँ हामी यो खोल्ने पानी डम आउँछ पानी धेरै आउँछ। अब चाहिँ म बोर्डिङ खोल्न लाग्छु अनि बोर्डिङ खोल्न लाग्छु है मैले बोर्डिङ भन्ने मिस्टेकले कता कत्रो साइड लगाएको पानी पर्छ वाउ so good क्या गर्छ यार क्या कुकिङ गर्छु खोल्दैन
अब एकछिनमा आउँछ पानी अब बुवाहरूले उता भन्न लाउनु छ अनि त्यसपछि गएर म कुलोमा पानी हाल्छु अझै आखिर यो त केही यो त आएको नि यस्तो मुनिबाट आउँछ अब चाहिँ आयो ओइ माछा Tío. Like. Balut like. जान्छ अब उता पानी हेर्नुपर्छ इस पानी गइरहेको छ टुडुरु भाग 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 पानी हेर्नुपर्छ पानी हेरेर अनि फेरि बन्द गर्नु भन्नुपर्छ पानी पुगेपछि हाम्रो गाउँमा त यसरी चाड्छन् क्या र तपाईँहरूको गाउँमा कसरी चाड्छ थाहा भएन एउटा पानी गइरहेको के गर यताको आन्टीले पनि पानी चार्ने अरे अहिले त टन्ने आएको पानी भरिसक्यो भरिनु त भरिसक्यो मासाले पानी कहाँ जान खोज्छ त यार नजान पैसा हालेको पानी यार पैसा हालेको पानी यताको हातमा च्याङ भइगयो अब भिडियो बनाउने चक्करमा फरुवाले आएन अब के हुन्छ यहाँ त यत्रो पानी यहाँ यताबाट गयो म हेर्छु ठाउँ ठाउँमा हेर्नु सट्ट जान्छु यहाँ यसो आएन म एकछिन भिडियो बन्द गर्छु यार अलिक गाली खाइन्छ अब म चाहिँ अघि भिडियो बनाउनु पाएँ नि यहाँ अहिले गाली खान्छु बुवा पनि आइसक्नु भएको थियो देखेपछि के हो त म भिडियो बनाउने हो भनेर गाली गर्नुहुन्छ अब पानी पुग्नु लाग्छ कि लाग्छ नि थाहा भएन हेर्छु अनि हामी गाली खान्छ कि कपालसँग त डराइहालिन्छ नि होइन जति डरान्न भन्ने डरलाई जान्छ अझ पुगेको छैन ऊ यता यता भर्खर आउँदा यता पुगेकै छैन त्यो आन्टीहरूले पनि चाट्ने अरे अब यिनीमा चढ्ने अझै भएन म हेरेर जान्छु त्यो पानी अघि कति एक ठाउँ दुई ठाउँ तिन ठाउँ पाँच ठाउँहरू हो कि चार ठाउँ कि पाँच ठाउँ यस्तै गएको छ होइन पानी फुटेर हेरेर जानुपर्छ क्या पानी बहुत ठुलो आयो ठुलो फेरि सानो हो क्या अब पक्की कुलो बनाएपछि त अब दुःख हुने थिएन अब यहाँ कसले पक्की पुल बनाएर बस्छ इस अघि यहाँबाट कतिका धेरै गयो मेरो पानी बल बल यहाँबाट यहाँ माटो खनेर पुऱ्यो मैले यहाँ फेरि घाँस काटिराख्नु भयो यहाँबाट पानी गएको तुमी यहाँबाट पनि अनि अझै पनि छ देखाइदिन्छ यहाँबाट नि गएको अनि यहाँबाट
फर्स्टमा त झन् यतैबाट गएको थियो यहाँबाट अझै चुइयो सल्काएको त डेभलप गर्नु हुँदाखेरि हेर्नु यत्रो पानी हेर्नु कुलो भरिसकेको छ अनि कुलो भरेर पनि माथिबाट जान्छ त अनि के भन्नु 1 युनिटको 7 रुपियाँ लाग्छ 7 रुपियाँ हो कि कति रुपियाँ थाहा भएन युनिटको अनुसार पैसा लिन्छ नि बोर्डिङबाट चाहिँ आजलाई यति मेरो भ्लग यसरी पानी चालेको भ्लगको अब कस्तो लाग्यो हाम्रो गाउँमा यसरी चार्जसँग देखाइदिएँ तपाईँहरूको गाउँमा चाहिँ कसरी चार्छन् मकैमा पानी मकै धानको सिजनमा धानमा कसरी पानी हाल्नुहुन्छ त्यो त थाहा भएन अब आजलाई भिडियो यति बाई बाई सबैजनालाई